So hello everyone. आशा छ सबैजना सन्चै हुनुहुन्छ होला. सो आफ्टर लङ टाइम आई एम मेकिङ सच नलेजेबल भिडियो है. सो मैले चाहिँ 6-7 महिना भइसकेको थियो यस्तो भिडियोहरू नबनाएको. सो आज बनाउने कोसिस गर्दैछु है. केही मिस्टेक भयो भने प्लिज आइएम सरी है. पहिल्यै भन्छु. सो मैले चाहिँ आज के भन्न लागिरहेको छु भन्दाखेरि जस्तै अब हामीले चाहिँ हाम्रो इङ्ग्लिसमा चाहिँ हामीले जस्तै है ब्याङ्कको विषयमा कुरा गर्दैछौँ. ल ब्याङ्क भनेको हामी वी अल नो द्याट है. सो ब्याङ्क हामीले इङ्ग्लिसमा BANK ब्याङ्क लेख्छौँ नि है. यही हो नि त ब्याङ्क, स्पेलिङ यही हो नि त ब्याङ्क है. सो अब नेपालीमा चाहिँ नेपालीमा पनि हामीले यो इङ्ग्लिसमा लेख्यौँ. अब नेपालीमा पनि म आज तपाईँहरूलाई नेपालीको केही नेपाली सम्बन्धी केही सिकाउनु गइरहेको छ है. जस्तै अब हामीले नेपालीमा यो लेख्छौँ क्या, यो हो क्या, यो लेख्छौँ क्या ब्याङ्क है. राम्ररी हेर्नु होला, यो ब्याङ्क लेख्छौँ क्या. जस्तै अब हेर्नुहोस् है, हामीले गोर्खापत्रमा अथवा कान्तिपुरमा जुनसुकै आर्टिकल्समा इभन हाम्रो बुकमा पनि यही भनेर हामीले पढेको थियौँ र हामीले इक्जाममा पनि हामीले यही लेख्छौँ क्या है. हामीले त्यो लेटरहरूमा पनि हामीले यही लेख्छौँ क्या. सो यो चाहिँ त्यसमा चाहिँ म चाहिँ यो ब्याङ्कलाई चाहिँ जुन यसलाई हामी ब्याङ्क भनेर उच्चारण गर्छौँ नि नेपालीमा लेख्छौँ नि, यो चाहिँ टोटल्ली रङ भन्छ है. म चाहिँ यसको आलोचना गर्दैछु, क्रिटिसाइज गर्दैछु है. सो किन भन्दाखेरि ल हेर्नुहोस्, म तपाईँहरूलाई अब यो भाषा हाम्रो यो नेपाली भाषा होइन, नेपाली शब्द होइन, नेपाली उच्चारण होइन भनौँ है, नेपाली भाषा हो तर नेपाली उच्चारण यो टोटल्ली रङ छ. दिस वान इज टोटल्ली रङ. जस्तै यो बैङ्क होला, एकचोटि राम्ररी पढ्नुहोस्, राम्ररी बुझ्नुहोस्, एकचोटि यसलाई हेरेर यसलाई बैङ्क भन्छ क्या, नट ब्याङ्क. यो बैङ्क भन्छ क्या. यो चाहिँ हाम्रो भारतीय इन्डियन ल्याङ्ग्वेजबाट बनेको बैङ्कलाई, त्यसलाई नै हामीले के गर्यो, आगन्तुक जस्तै बनायो क्या होइन, अरूको भाषा चोरेर. तर एक्ज्याक्टली हेर्ने हो भने चाहिँ यो चाहिँ टोटल्ली रङ हुन्छ है. यदि तपाईँ शब्द भण्डारमा गएर हेर्नुहुन्छ भने यो पुरानो शब्द भण्डारहरू हेर्नुहोस्, यो रङ छ है. जस्तै अब राइट चाहिँ कुन हुन्छ भन्दाखेरि चाहिँ जस्तै यो रङ हो भने राइट चाहिँ खास हुनुपर्ने चाहिँ यो हुनुपर्ने, यो चाहिँ राइट हुनुपर्ने. नेपालीमा यो राइट हुनुपर्ने, नेपालीमा यो रङ हुनुपर्ने. हामी चाहिँ के भएको छ भने चाहिँ हामी अरूको कल्चरबाट इन्फ्लुएन्स भएको छौँ क्या, प्रायः जस्तो वेस्टर्न कल्चरबाट. एन्ड देयर आर मेनी इक्जाम्पल्स. जस्तै अब त्यो हाम्रो जनै पूर्णिमा पनि हामीले कोही साथीहरू कोही दिदीबहिनीहरूले राखी बाँधिदिन्छन्, त्यो हाम्रो कल्चर होइन है. सो हामी यो पनि त्यस्तै नै इन्फ्लुएन्स भएर त्यसलाई हामीले झन् स्प्रेड गरिदियौँ क्या, झन् त्यसलाई हामी फैलाइदियौँ क्या, छरिदियौँ क्या. सो यो चाहिँ हुनुपर्ने. यदि यो बैङ्क राइट हो भने नेपालीमा स्पेलिङ फेरि हाम्रो यो हुनुपर्ने है, BAIENK यो हुनुपर्ने है त. यदि यो बैङ्क राइट हुने हो भने, यदि तपाईँ फोनेटिक्समा गएर हेर्नुहुन्छ भने, फोनेटिक्स र फोनोलोजीमा राम्ररी बुझ्नुहुन्छ भने स्पेलिङ यो बैङ्कको स्पेलिङ यो हुन्छ खास. राम्ररी यसलाई डेप्थ स्टडी गर्नु भने तपाईँले यो पाउनुहुन्छ क्या, यो आउनुपर्ने क्या. तर यदि इङ्ग्लिसमा BANK ब्याङ्क यो राइट छ भने नेपालीमा ब्याङ्क यो राइट हुनुपर्छ, यो राइट हुनुपर्ने, यो होइन है. यदि यो राइट छ भने इङ्ग्लिसमा स्पेलिङ यो हुनुपर्ने. बट दिस वान इज टोटली रङ. दिस वान इज टोटल रङ इन इङ्ग्लिस, दिस वान इज टोटल रङ इन नेपाली. हाम्रो वी आर नेपाली छ है, नेपालीहरूकोमा चाहिँ यो रङ हुन्छ है. सो अब यो भइहाल्यो. यो पनि मैले पनि यो हालचालै बुझेको कुरा हो, त्यही भएर मैले भिडियो बनाएको तपाईँहरूलाई सेयर गरौँ भनेर होइन. सो यस्तो यो मात्र वर्ड होइन, अरू पनि धेरै वर्डहरू छन् है. सो यदि तपाईँहरूलाई थाहा छ भने प्लिज कमेन्ट बिलो है. सो अनि चाहिँ अर्को एउटा के रिक्वेस्ट गर्न चाहन्छु भने चाहिँ, सो यस्तो भिडियोहरू अब रेगुलर आउनेछ, प्रायः जस्तो आइरहनेछ होइन. सो प्लिज अब लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला है त. ओके, थ्याङ्क यू फर वाचिङ. टेक केयर, बाई बाई.